धुलोले ढाकेको मरुभूमिको बाटोमा एक पाइला चाल्दै थियो एलियास। घाम चर्किएको थियो, हावा तातिएको थियो र उसका गाला, ओठ, आँखा सबैमा बालुवाको कण टाँसिएको थियो। तिर्खाले गर्दा उसको सास फेर्न गाह्रो भइरहेको थियो, तर ऊ थालिए पनि अघि बढ्न छोडेन। धेरै टाढाबाट देखियो एउटा जीर्ण भवन, एक पुरानो पम्प हाउस। ऊ केही क्षण टोलायो। आँखा कमजोर भइसकेका थिए, तर त्यो दृश्य कल्पना थिएन। त्यसले उसलाई हिम्मत दियो। पम्प हाउस नजिक पुग्दा उसको ध्यान पहिलो पटक त्यहाँ झुन्डिएको एक बोतलमा गयो। त्यसमा एउटा पुरानो कागज टाँसिएको थियो, जहाँ फिक्का अक्षरमा लेखिएको थियो, यो पानी पम्प सुरु गर्न प्रयोग गर्नुहोस्। तपाईले यो बोतल पुनः भर्नुपर्छ। एलियासको मनमा शंका उठ्यो। के यो पानी बचेको अन्तिम ढोका त होइन? कतै कसैले क्रूर खेल त खेलेको छैन? तर प्यासले सोधपुछ गर्दैन। उसले बोतल समात्यो। धेरै बेरपछि उसले कुनै चीजमा त्यति धेरै आशा राखेको थियो। पानी पम्पमा खन्यायो, हातले ह्यान्डल समात्यो। एकचोटि सुक्खा आवाज, फेरि अर्को पटक, अझै केही थिएन। उसको शरीर थर्किएको थियो। तेस्रो पटक, चौथो पटक अचानक भित्रबाट गडगडाहट आयो र एकाएक चिसो पानी फोहराको रूपमा बाहिर निस्कियो। एलियास ढलेझै भयो र त्यो पानी पियो। उसले सास फेर्यो र हरेक सासमा जीवन पुनः फर्किरहेको अनुभव गर्यो। शान्त भइसकेपछि उसले क्यान्टिन भयो। त्यसपछि बोतल फेरि सावधानीपूर्वक भयो, जसरी उसलाई कसैले कहिल्यै चिनेको नचिनेर आश्वासन दिएको थियो। उसले पनि त्यस भरोसालाई जीवित राख्न चाह्यो। उसले झोलाबाट एउटा नयाँ कागज निकाल्यो र उही पुरानो सन्देश फेरि लेख्यो, यो पानी पम्प सुरु गर्न प्रयोग गर्नुहोस्। तपाईले यो बोतल पुनः भर्नुपर्छ। त्यो कागज बोतलमा टाँस्यो। बोतल फेरि झुन्ड्यायो। अनि चुपचाप अलिक सहज सास फेर्दै ऊ अर्को अन्जान गन्तव्यतिर लाग्यो। उसले पछि फर्किएर हेरेन, तर उसले केही छोडेको थियो। एक थोपो पानी मात्र होइन, एक थोपो विश्वास पनि।